आज चाहिँ हाम्रो पोखराको डे 2 हो अनि हामी चाहिँ आज घान्द्रुक जाने प्लानिङमा छौं। हिजो चाहिँ लेक साइड मात्रै घुम्यौं, आज चाहिँ घान्द्रुक जाने प्लान चाहिँ गरेको छौं। अब के हुन्छ त्यस्तो फिक्स पनि छैन, अब सोध्छौं यताउति बुझेर भयो भने जाने भनेर सोचेको। म त गाडीले चक्कर लगाएर ढल्न रहेछ के। अनि अब चाहिँ रेडी भइसकेको, हाम्रो चेकआउट टाइम त 12 बजे, तर हामी बिहानै सबै हिसाब किताब मिलाएर जानु लागेको छौं। के कस्तो हुन्छ अब भिडियो हल्का बनाउँदै जाने छौं। घान्द्रुक गयो भने त हामी त्यहाँको ड्रेस लाएर यस्तो नाच्दै नाच्दै भिडियो बनाउँछौँ भने जस्तो है टिकटक त बनाउने छौं हामी। ल फेरि दुईजना मास्क लगाएर हिँडेको लाज लाग्छ नि त, बोल्नु मान्छेहरूले हेरिरहेको जस्तो हुन्छ, बोल्नै आउँदैन। त्यही भएर मास्क लगाएर यत्रो झोला बोकेर अब हामी चाहिँ रुमबाट निस्क्यौँ। त्यही मेरो रुमाल उतै पानी पनि बोक्नु न। 40 रुपियाँको पानी हैन, लानै पर्ने हुन्छ, त्यही भएर यसलाई यहाँ खाँदैन के त खोलिरहनु एकैले सबै हेरौँ त। निस्केको चाबी ढोका खोल्दैछ त म्याम मलाई। हामी चाहिँ लाग्यौँ यो लुगा पनि झिमझिम परेलीमा अब ल हामी चाहिँ निस्केको है। अब घान्द्रुक घुम्छ कि के हुन्छ। घुम्नु आउनु सजिलो चाहिँ छैन है, यस्तो दुःख गरेर हिँड्नुपर्छ है। ट्याक्सीमा हिँड्नु भने 4-5 कसरी हाल्छ, यहाँ हरियो बस पाउँदो रहेछ, त्यो चाहिँ 35 रुपियाँमा। हामी चाहिँ त्यसमै चढेर जाने। हामी चाहिँ अहिले 35 रुपियाँको भाडाको बस्न पुगिसक्यौँ। यता चाहिँ सिस्टम चाहिँ राम्रो नि होइन, टक्क चिनिने क्या। नयाँ मान्छेहरू आउनुभयो भने यहाँ चाहिँ हरियो खालको हुँदो रहेछ बसको कलर चाहिँ। अनि त्यो चाहिँ के भन्छ यति पोखरा वरिपरि गर्नलाई चाहिँ लोकल टाइपको बस त्यस्तो रहेछ है। अरू ट्याक्सीमा हिँडेर त्यत्रो पैसा खेर फ्याँक्नुभन्दा चाहिँ हामी चाहिँ यहाँ पैसाको सट्टाइ गर्दैछौँ नभएर हो। नभए त पैसा भए त जाम जाँदा नि सजिलो हुन्छ, छिटो चाहिँ हुन्छ, तर हल्का टाइम लाग्छ। त्यसको बावजुद पैसा सेभिङ हुन्छ नि त, हल्का खर्चबाट बचिन्छ। सबै कस्तो राम्रो हिमाल तर त्यस्तो क्लियर नै नदेखेको रहेछ क्या। फोटो पनि खिच्छु मैले। बाटै घाट चाक्रा घुजुक भएर क्या राम्रो देखेन, सरर देख्नु पाएको है। माछा पुछ्रो भन्ने उयो नानी हो ल, माछा पुछ्रो हिमाल। गाइज यो चाहिँ नयाँ पुल भन्ने ठाउँ रहेछ। यहाँ चाहिँ हामी घान्द्रुक जाने गाडी खोजिरहेको छौँ, कुरिरहेको भनौँ न। यस्तो रहेछ यहाँको चाहिँ। मातेर गाइज यो चाहिँ माछा पुछ्रे हिमाल। टक्क माछाको यस्तो सेप देखेको छ नि पुच्छरको होइन। अनि त्यसरी यहाँ हामी चाहिँ यहाँ घान्द्रुकको बस पार्क आइपुगेको। अब चाहिँ हामी हिँड्दै माथि जानुपर्ने। हिमाल चाहिँ टक्क देख्न सक्नुहुन्छ, क्या दामी क्या है। मलाई पहिलोचोटि जिन्दगीमा देखेको होला यस्तो हिमाल चाहिँ है। हामीले त टाढोबाट चाहिँ अलिअलि चाहिँ देख्थ्यौँ, तर यस्तो दामी चाहिँ देखेको थिएन। अन्त मेरो यहाँकोले सर भिडियो बनाउँदैन हिमालसँग यति तिम्रो बनाइन्छ ल। अनि ल यताबाट यो चाहिँ बस पार्क हो। गाडी चाहिँ यहीँ ठाउँमा छ, अनि चाहिँ हिँड्नु पर्ने रहेछ होइन। क्या मजाको भ्यू छ नि त, स्वर्ग। ओए स्वर्ग
भारी त छोड्देऊ न यस्तो स्वर्गमा भारी त केही होइन अन्त म त मातेर के गर्दा भिडियो बनाउनै सकिनँ अहिले चाहिँ बल्ल बल्ल बौरिएर भ्यू देखेपछि पनि बौरिन भन्छ अनि घुम्न आएको होइन मजै भएन नि जबरजस्ती उठेर यस्तो कस्तो टक 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 सिडीहरू पनि क्या दामी है हेर भ्यू यस्तो दामी स्वर्ग कस्तो छ हिमालय त्यस्तो कुद्नु फाइनली हामी चाहिँ अहिले घामजुक आइसकेको छौँ अनि नुहाएर जाडो भइरहेको छ घाम तात्यौँ टिकटक बनायौँ देख्न सक्नुहुन्छ घामजुकको नजारा यस्तो फुलहरू कस्तो जाडो रहेछ हामी चाहिँ अनप्लानिङ आएकोले गर्दाखेरि केही थाहा भएन टोपीसोपी पनि छैन जाडो रहेछ हामी धान्द्रुकमा छौँ यो चाहिँ घान्द्रुक पछाडि चाहिँ यस्तो दामी तर अहिले चाहिँ हल्का मौसम बिग्रेर यस्तो देखेको भन्दै हुन्छ यहाँको दिदीहरूले लास्टै गाइस स्वर्ग घान्द्रुकको यो चाहिँ ब्युटी ओ माई गड यहाँ चाहिँ अन्त एकजना कुहिरे दाइ पनि आउनुभएको छ यहाँ हामी अर्को रुममा बस्नु भएको छ हाम्रो चाहिँ यहाँ साथी तिमी भिडियो देखाऊ न मेरो भिडियो गर्दैन रुम टुर रुम भिजिट गाइस रुम भिजिट यस्तो क्या ल कन्टिन्यू छ यता यस्तो दुईटा बेड छ अनि एक हेर भइहाल्यो नि यहाँ अट्याच लुगा कपडाले त बिहाल छ चाहिँ हाम्रो रुम हो अनि त्यसरी उहाँदेखि भ्यू देखायो न धान्द्रुकको भ्यू हिमालय मात्रै छ अब के आफ्नो अनुहार त हिमालय ठाउँमा त हाम्रो अनुहार त गएर गुज्रेको छि यस्तो राम्रो गाउँ यस्तो राम्रो ठाउँमा त हाम्रै रूपले बिगारिदिने जस्तो क्या होइन अन्त घरहरू टक्ट मलाई हिँडेको भिडियो बनाइदेऊ न हौ म हिँड्छु ल अलिक ल ओके गाउँको जस्तै कुनै कुनै चाहिँ होइन कुनै कुनै चाहिँ त यहाँको घरहरू त्यही कहाँ है बोलिरहेको छु म उकालो रहेछ गाइज बाटो चाहिँ दामी है ढुङ्गा छापेर दुईटा फोनबाट गर्नु अरे कति क्युट पसल ए यहाँ पो हो कस्तो क्युट हामी भोलि यहीँ लगाउने न आऊ छिटो कस्तो लाग्छ त मजा एकदम मजा ढुङ्गाको घर रहेछ नि यता चाहिँ यहाँ त तिहारको झिलिमिली गएको छैन फुल फुलेर सोम्पा बेलाउथे रुख टमाटर कस्तो मजाले यता अलिक लेख भएर हो के नि हाम्रो त्यता उहिले उहिलेसक्यो नि त हजुर लाउरे जस्तै देखिनु भएको सबै मैले सबै अवगत भइसकेको छ हजुर
है चढाउनु परेन त भेटेको बेलामा त दिनु पर्यो तपाईँ गुरुङ अनि हामी त जातले पाएको खानु पर्यो नि अलिअलि पिजी मरेको मान्छेले त चढाउँछ चढाउँछ खाली हो नि हो मरेपछि कसले दिन्छ खाना हैन यतिको छ भने त खानुपर्छ यतिको चाहिँ यो भन्दा बेसी चाहिँ खानुहुन्न 2 कप ठिक छ यहाँ भन्दा चाहिँ 4 कप चाहिँ नलगाऊ तपाईहरु यसो घुम्नुस् हस् त्यहाँ गएर यसो त्यही ठाउँ हेरेको घरहरू छ ए त्यहाँ जानुस् त्यही हेर्ने हो त्यसको उतापट्टि फेरि एउटा चियाबारी छ है हस् 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 धन्यवाद बाजे यो चाहिँ गुन्द्रुकको हो दिस I know this. या हामी चाहिँ अब खाना नै Okay, nice. अमिलो अङ्गुरा हङकङ पोखरा निर्मोही आफ्नो कोठरा हङकङ पोखरा निर्मोही आफ्नो गुड मर्निङ गाइज यो चाहिँ घन्टुकको बिहानै सनराइज हुँदैछ यस्तो बिहानै हेरौँ भनेर कुरेर बसेको झन्डै मिस भएको हेर्नु त बिहान उठ्ने बित्तिकै भन्ने गीत जस्तै भयो त ओ माई गॉड स्वर्ग वाउ जुन पनि पिलपिल छ 6 बजे ठ्याक्कै ओ हेर्नु त हामी यहाँ सनराइज हेर्नु भने नसुती क्या दामी देखेको उता चाहिँ क्या अझ बेसी देखेको ऊ पर यता चाहिँ झन् होइन अलिअलि वेलो हुँदैछ नि त कस्तो दामी क्या यो मर्निङ भ्यू चाहिँ ल हेर हाम्रो रहर ल बिहानै उठ्ने बित्तिकै हिमाल हेर्ने सपनापट्टि पुरा भयो हिमालै ठिक छ हामी सन्छौँ त सबजनाहरू चाहिँ घाम लागेर घाम ताप्नु छततिर सब यता घाम हे ऊ पर टिकटक बनाउने रहेछ ड्रेस लगाएर हाम्रो पनि हामी चाहिँ एकछिनमा जानुपर्ने छ पुरानो गाउँ होइन पुरानो गाउँ जाने हामी सबजना छतमा बसेर फोटोसुट भइरहेछ बिहानदेखिको डेली बाफ आउँदैछ यहाँ है घामले गर्दाखेरि माछा पुछ्रे हिमालयमा खोके जाति ओ माझी दाई के झन् न तिम्रो खै मजाले देखाइदिनु म कस्तो राम्रो देखेको है आमा चल्क्यो त हाई हाई एक्सन गर्दैन एकले गर्दैन न अनि त्यसरी एकले साह्रो खानु पोज गर न म यहाँदेखि गरिदिन्छु ल सर र तिम्रो यता अलिकति यता थोरै यता हिमालको ल रेडी है लु अगाडि बार दुईपट्टि आएर ल बोथ साइड 1 2 3 गो लु त्यहाँ अलिक भएन अब चाहिँ अगाडि बार नलजाइकिन ल गो है ल ल ए के पो कस्तो राम्रो देखेको छ हौ तिमी लजायौ तर हैन हामी चाहिँ पुरानो गाउँमा आइपुग्नु लाग्यौँ अब चाहिँ त्यही नजिकै छ अरे त्यही अगाडि हुँदैछ फाइनली आइपुग्यौँ हामी चाहिँ पुरानो गाउँमा यहाँ चाहिँ अब हामी गुरुङ ड्रेस लगाएर भ्लग बनाउँछौँ भिडियो सुट गर्छौँ टिकटक बनाउँछौँ फोटोसुट गर्छौँ धेरै कुरा गर्नुहुन्छ ओइ कुनमा
हामी कनमा गर्ने हेर्नु त आमामा यहाँ ए यहाँ त होइन कहाँ उता मकै ओ यहाँ हिँडेको पढाइदेऊ न मेरो नेने नेने यतिकै बनाइदेऊ ल पुरानो गाउँको भ्यू यो चाहिँ आमामा मान्छेहरू बिहानदेखिको यहाँनिर ड्रेस लाएर भिडियो फोटो टिकटक बनाउनेहरू डोकै डोको हाई मैले कन्टिन्यू गरिदिइराख है